हेलो विद्यार्थी भाइ बहिनीहरू, यो भिडियो चाहिँ कक्षा 7 को सामाजिकको एकाइ 1 हामी र हाम्रो समाज। यो चाहिँ कक्षा 7 को यो सामाजिकको एकाइ 1 हो यो, जसको पहिलो पाठ चाहिँ छ यहाँ पाठ 1 समाजको उत्पत्ति र विकास क्रम। यस भिडियोमा तपाईहरु चाहिँ यो एकाइ 1 को सम्पूर्ण पाठ र त्यसका चाहिँ अभ्यासका उत्तरहरू चाहिँ पाउनु हुनेछ। त भिडियोलाई अन्तसम्म हेर्नु होला। र पहिलो प्रश्नको यो पहिलो पाठको यहाँ चाहिँ क्रियाकलाप यहाँ छ, हेर्न सक्नुहुनेछ। त्यस्तै यो क्रियाकलाप नै हो दोस्रो पनि। क्रियाकलाप 2 यहाँनिर छ, क्रियाकलाप 3। अब अभ्यासका प्रश्नहरू। क नम्बर प्रश्न, समाजको विकास कसरी भएको थियो? यसको उत्तर यहाँ लेखिदिएछु, तपाईहरु लेख्नु होला। ख नम्बर प्रश्न, मध्य चरणको जीवनशैली कस्तो रहेको थियो? यहाँ मध्य चरणको जीवनशैली चाहिँ निम्नानुसार रहेको छ। क नम्बर, प्रारम्भिक अवस्थामा मानिस किन नदीको किनारमा बसोबास गर्न थाले? यहाँ चाहिँ नदी किनारमा बसोबास गर्ने कारण यहाँ निम्नानुसार छ। प्रश्न नम्बर क, समाजमा हुने फाइदाहरूको सूची बनाउनुहोस्। त्यहाँ 6 वटा फाइदा मैले लेखिदिएछु, तपाईहरु लेख्नु होला। अंग नम्बर प्रश्न, ढुङ्गे युग र बर्बर युगका बीचमा भिन्नता। यो चाहिँ ढुङ्गे युग र बर्बर युगको बीचमा यहाँ भिन्नता मैले लेखिदिएछु, तपाईहरु लेख्नु होला। 6 नम्बर प्रश्न, वर्तमान समाजका कुनै 5 वटा विशेषता लेख्नुहोस्। यहाँ 5 वटा विशेषता पनि लेखिएछ। 6 नम्बर प्रश्न, समाज विकासका सकारात्मक पक्षहरूको उदाहरण सहित चर्चा गर्नुहोस्। यहाँ चाहिँ उदाहरण सहित चर्चा गरिएको छ, तपाईहरु लेख्नु होला। पाठ 2 सामाजिकीकरण। अभ्यासका प्रश्नहरू। सामाजिकीकरण भनेको के हो? यो पहिलो प्रश्न हो तपाईहरुको यो पाठको, यसको उत्तर यही छ। ख नम्बर प्रश्न, सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस्। यहाँ 5 वटा महत्त्व छ। ग नम्बर प्रश्न, सामाजिकीकरण निरन्तर चल्ने प्रक्रिया हो, यस भनाइलाई पुष्टि गर्नुहोस्। घ नम्बर प्रश्न, सामाजिकीकरणका माध्यमहरू के हो? यहाँ सामाजिकीकरणका माध्यमहरू यहाँ चाहिँ छ। अंग नम्बर प्रश्न, परिवारलाई किन सामाजिकीकरणको प्राथमिक माध्यम भनिएको हो? कारण लेख्नुहोस्। त्यसको उत्तर यहाँ छ। 6 नम्बर प्रश्न, सामाजिकीकरणका प्राथमिक माध्यम र द्वितीय माध्यम बीच भिन्नता देखाउनुहोस्। यानी कि फरक, त्यो फरक मैले यहाँ लेखिदिएछु, तपाईहरु लेख्नु होला। पाठ 3 विकासका पूर्वाधार, शिक्षा र स्वास्थ्य। अभ्यासका प्रश्न। क नम्बर प्रश्न, विकासका पूर्वाधार भनेको के हो? उदाहरण सहित लेख्नुहोस्। ख नम्बर प्रश्न, शिक्षाले कसरी देश विकास गर्न मद्दत गर्छ? कारण उल्लेख गर्नुहोस्। ग नम्बर प्रश्न, स्वस्थ रहन अपनाउनु पर्ने उपायहरू के हुन्? सूची बनाउनुहोस्। पाठ 4 विकासका पूर्वाधार, यातायात र सञ्चार। यहाँ क्रियाकलाप 1 यहाँ दिएको छ, क्रियाकलाप 2 यहाँनिर छ, क्रियाकलाप 3 र 4 यो पेजमा छ। अब अभ्यासका प्रश्नहरू। प्रश्न नम्बर क, तपाईको घरमा प्रयोग भएका सञ्चारका साधनहरूको नाम लेख्नुहोस्। यो तपाईहरु आफ्नो हिसाबले लेख्न सक्नुहुनेछ। प्रश्न नम्बर ख, यातायातको सुविधा हुँदा पाइने फाइदाको सूची तयार पार्नुहोस्। प्रश्न नम्बर ग, यातायात विकासको पूर्वाधार हो किन? यो प्रश्न धेरै इम्पोर्टेन्ट छ, याद राख्नु होला। घ नम्बर प्रश्न, सञ्चारको पूर्वाधार विकासले देश विकासमा कसरी मद्दत पुर्याउँछ? आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्। पाठ 5 जिल्ला समन्वय समिति। यहाँ अभ्यासका प्रश्नहरू। जिल्ला समन्वय समितिको गठन प्रक्रिया लेख्नुहोस्। यहाँ जिल्ला समन्वय समितिको गठन प्रक्रिया निम्नानुसार छ। ख नम्बर प्रश्न, जिल्ला सभा कसरी गठन हुन्छ? गठन प्रक्रिया लेख्नुहोस्। ग नम्बर प्रश्न, जिल्ला समन्वय समितिका कार्यहरू लेख्नुहोस्। यहाँ 6 वटा कार्य छ।